हाई एभ्रिवान, हजुरहरूलाई मेरो यो भिडियोमा स्वागत छ। र आज चाहिँ म चाहिँ एकदमै अर्ग्यानिक घरमै फलेको मेवा टिप्न गइरहेको छु। र यो मेवा चाहिँ लाइक अलिअलि पाकेको छ नि त, त्यही भएर चाहिँ यसलाई म टिप्न आँटेको छु। यो मेवा चाहिँ एकदमै घरमै फलेको हो। र दुईवटा मेवा टिप्नु आँटेको छु, यो ठुलो र यो सानो चाहिँ पनि अलिअलि पाकिरहेको थियो नि त, त्यही भएर। र यसमा चाहिँ हल्का अलिअलि चोप पनि लागेको रहेछ, यो सेतो सेतो। सो यसलाई चाहिँ म मजाले धोएर आज खानेवाला छु। मेवाको बोट चाहिँ सानो भएकोले गर्दा चाहिँ मैले चाहिँ सजिलै टिप्न सकेँ। सो यसलाई चाहिँ म लाँदैछु। अनि पहिला यसलाई मैले मजाले धोएँ, किनकि यसको बाहिरभरि हजुरहरूले देख्न सक्नुभएको थियो चोपै चोप थियो। सो यसलाई मैले धोएर चाहिँ मजाले पहिला छिलेँ सबै। अन्त छिलेर चाहिँ यसको बिचमा काट्दाखेरि चाहिँ यो सानो भएकोले गर्दाखेरि त्यति यसको दानाहरू थिएन नि त, त्यही भएर त्यो दानाहरू पनि मैले निकालेँ। अन्त फेरि धोएँ, त्यहाँपछि चाहिँ यसलाई मैले मजाले काटेर यसको त्यो बिचको सेतो सेतो हुन्छ नि, त्यो चाहिँ मलाई मन पर्दैन नि त, त्यही भएर मैले त्योहरू पनि निकालेँ। र अब चाहिँ रेडी छ। अब चाहिँ यसलाई म मजाले खान्छु। र यो मेवा चाहिँ ज्यादा पाकेको पनि थिएन, ज्यादा काँचो पनि थिएन। सो मलाई चाहिँ यस्तै मनपर्छ नि त। सो द्याट्स वाइ आइ एम इन्जोइङ। सो बाई, हजुरहरूलाई अर्को भिडियोमा भेटौँ।